ल है साथीहरू, फेरि 2026 को अब चाहिँ अलैँची बारीको यो खेतीको सुरु भयो काम चाहिँ। अब चाहिँ यहाँनिर खेतमा चाहिँ चडक्कैसँगले बिरुवा अहिले चाहिँ एकदमै डढेको देखिँदैछ हो। यो चाहिँ तर डढेको चाहिँ अब अहिले चाहिँ रोग लागेर डढेको होइन, यो चाहिँ अहिले अब पानीको सिजन कम्ती छ हो, पानी अहिले परेको छैन, त्यो भएर चाहिँ डढे जस्तो देखेको छ देख्नु चाहिँ। तर यो रोगहरू लागेको होइन, यो चाहिँ घामले डाइरेक्ट भेटेर डढेको हो। र यसमा एकदमै राम्रो टुसा, कलिलो टुसा अहिले चाहिँ आउनु थाल्यो। अब म देखाउँदैछु ल एकैछिनै। झाङभित्र चाहिँ यसरी यो कलिलो टुसा अब आउनु थाल्यो। पानी मजाले यहाँनिर पानी डुबाइदिइरहेको छ यहाँ है, मुनि पानी पनि छ। र त्यो भएर चाहिँ अब चाहिँ टुसाको सिजन लाग्यो। अब बिस्तारै बिस्तारै पानीको सिजन पनि आउँछ र अलैँची रोप्ने सिजन पनि आइहाल्यो। तपाईँहरूको लागि पहिलाकै जस्तो म बिरुवा पुऱ्याइदिनेछु हो। अनि तपाईँहरूले चाहियो भने तपाईँहरूले मसँग कन्ट्याक्ट गर्न सक्नुहुनेछ। म तपाईँलाई कन्ट्याक्ट नम्बर छोडिदिन्छु हो। अन्त यो अलैँची चाहिँ सेरेम्ला हो, प्युर सेरेम्ला मात्रै छ अहिले। जति पनि देख्नु हुँदैछ यसरी स्प्रिङ्कल युज गरेर हामी चाहिँ पानी लाउँछौँ अहिले चाहिँ हो है। यहाँ छ, यहाँ माथि पनि छ है। अनि यसरी चाहिँ पानी लगाउँछौँ अहिले यो अब पानी नपरेको सिजनमा चाहिँ। अब रेनी सिजन लागेपछि त यो स्प्रिङ्कल केही लाउनै परेन, पानी आकाशबाट परेरै भरिपूर्ण भइहाल्छ, पुग्दो भइहाल्छ हो। र यस्तो छ अलैँची चाहिँ। तपाईँहरूले चाहियो भने मसँग कन्ट्याक्ट गर्न सक्नुहुनेछ। बिरुवा चाहियो भने बिरुवा चाहिँ तपाईँहरूले 5 रुपियाँ गोटा पाउनुहुनेछ। यो सेरेम्लाको चाहिँ प्युर सेरेम्ला हो, तपाईँले बिग्रेको बिरुवा पाउनुहुने छैन, एकदमै राम्रो बिरुवा मात्रै छ। यो पहेँलो देखेर तपाईँहरू डराउनु पर्दैन, यो चाहिँ घामले डढेको। अहिले चाहिँ अब यो घामको सिजन छ एकदमै, त्यो घामले चाहिँ पात डढेको मात्रै हो। यसमा टुसा अब यो त बुढो पनि भएको हो, यो पहेँलो जति चाहिँ सबै फ्याल्ने हो, यसले चाहिँ टुसा दिन्छ। र त्यसबाट आएको टुसा चाहिँ अब 3टा 4वटा आएको हुन्छ। अहिले चाहिँ यो मुनि मुनि हरियो देख्दै गरेको चाहिँ यो टुसाहरू भर्खर आएको छ। र अलैँचीमा इन्ट्रेस्ट राख्नुहुनेले चाहिँ मसँग कन्ट्याक्ट गर्न सक्नुहुनेछ। तपाईँहरूलाई म बिरुवा दिनेछु, पुऱ्याइदिनेछु। र